त्यो भिडियो खास गरी रोनाल्डो फ्यानको लागि ल लास्टसम्म हेर्नु ल, नछुटाइकन हेर्नु ल। लास्टमा मैले रोनाल्डोको बारेमा एउटा क्वेसन सोधेको छु, त्यसको आन्सर दिएर जानु ल। र मैले तिमीहरूलाई भन्न चाहेँ कि मेरो कमेन्टमा आएर धेरैजना रोनाल्डोका फ्यानहरूले फुक्ने गर्छन् कि नेमार बिमार, जेआर बिमार भन्ने। हुन त नेमारको फुल नेम थाहा नहुनेलाई के सम्झाउनु होइन। तैपनि तिमीहरूलाई भन्न चाहेँ कि बिरामी के हो भनेर। नेमारलाई बिरामी भन्दैन पर्दरहरू, नेमारलाई या त इन्जरी भन्छ या त घाइते भन्छन् ल। बिरामी कसलाई भन्छन्? रोनाल्डोलाई भन्छन्। थाहा छैन भने रोनाल्डो 15 वर्षको उमेरमा कस्तो बिरामी थियो भनेर सर्च गर्नु ल, कहीँबाट खोजी गर्नु ल। रोनाल्डोलाई हार्टको प्रब्लम थियो र हार्टको सर्जरी भएको थियो। त्यो कुरा थाहा छैन भने तिमीहरूले जानु ल। अनि खड्का प्रसाद ओलीलाई भन्छन् ल बिरामी, शेरबहादुर देउवा जस्तो मान्छेलाई भन्छन् बिमारी। नेमारलाई बिरामी भन्दैन। अनि तिमीहरूलाई सम्झाए ल। अब क्वेसन सोध्छु तिमीहरूलाई, रोनाल्डोका फ्यानहरूलाई। तिमीहरू पहिला आफ्नो मम्मीको कसम खानु ल। म कहीँ गएको छैन, म न त गुगल सर्च गरेको छु, न त च्याट जिपिटी सर्च गरेको छु, कहीँबाट खोजेको छैन, कसैको कमेन्ट कपी गरेको छैन। मलाई पहिलादेखि नै थाहा थियो। मैले अहिले कहीँबाट खोजी गरेर यहाँ कमेन्ट लेखेको होइन, पहिलादेखि नै थाहा थियो भनेर कसम खानु ल। अनि कमेन्ट गर्नु रोनाल्डोको फुल नेम के हो। रोनाल्डोका आइडलहरूलाई सोध्न चाहे मैले भनेको पछाडिको सर्त नबुझी